तिमीलाई थाहा छ संसारमा तिमीले हाँसेको, खुसी भएको वा रमाएको भन्दा पनि तिमी लडेको, रोएको र असफल भएको देखेर हाँस्ने मान्छेहरू धेरै छन्। यो पनि मानव स्वभावकै एउटा पाटो हो। त्यसैले अरूको यस्तो व्यवहारले तिमी सधैँ दुखी भइरहनु पर्दैन। पक्कै पनि आफू सङ्घर्ष गरिराखेको बेलामा अरूले हाँस्दा मन दुख्छ। तर यदि तिमीले एकचोटि आफूलाई अरूको स्थानमा राखेर अरूलाई आफ्नो स्थानमा राखेर हेर्न सिक्यौ भने जीवन धेरै सहज लाग्न थाल्छ। कसैसँग व्यवहार गर्दा सधैँ आफूलाई उसको ठाउँमा राखेर सोच्ने बानी बसाल्यो भने जीवन पनि सजिलो हुन्छ र व्यवहार पनि सन्तुलित हुन्छ। तिमीले हाँसेको देख्दा कसैले किन यति हाँसिरहेको होला भन्छ। तिमी रोएको देख्दा पनि किन रोइरहेको होला भनेर सहजै निष्कर्ष निकाल्छ। तर साँचो अर्थमा तिम्रो पीडा बुझ्ने मानिस भने सोध्छ, के भयो, किन यस्तो भयो, के सहयोग गर्न सक्छु, र उसले सहयोग पनि गर्छ। याद राख, के भयो भनेर सोध्ने सबै मानिस तिम्रा शुभचिन्तक हुँदैनन् र कठैबरा भन्ने सबै मानिस पनि तिम्रो पक्षमा हुँदैनन्। त्यसैले हतारमा कसैलाई आफ्नै मान्छे ठान्ने वा कसैलाई शत्रु ठान्ने बानी पनि राम्रो होइन। अब कुरा आयो तिमीले कस्तो व्यवहार गर्ने भन्न त सजिलो छ। सधैँ सन्तुलित रहनुपर्छ, न धेरै उत्साहित हुने न धेरै आत्तिने। तर आत्तिनु पनि मान्छेको स्वभावकै हिस्सा हो। यी सबै भावनाहरू प्राकृतिक हुन्। तर जब हामी यी भावनाहरूलाई नियन्त्रण गर्न सिक्छौँ तब हामी सफलता नजिक पुग्न सक्छौँ। तर फेरि आजको सफलता सधैँ भोलिको सफलता नै हुन्छ भन्ने छैन। समयसँगै सफलताको अर्थ बदलिन्छ, त्यसको व्याख्या बदलिन्छ। त्यसैले भनिन्छ, यो संसारमा कुनै पनि कुरा पूर्ण सत्य हुँदैन। यदि हामीले यो कुरा बुझ्न सक्यौँ भने जीवनका असफलताहरूलाई पनि सजिलै स्वीकार गर्न सक्छौँ। आजको सफलता भोलिको सफलता बन्न सक्छ। आजको असफलता भोलिको सफलता बन्न सक्छ। नबने पनि त्यो अनुभव बन्छ, एउटा कथा बन्छ र त्यही अनुभवहरूले जीवनलाई सजिलो बनाउँछ। हिजोको ठुलो असफलता समयसँगै सामान्य हुँदै जान्छ र त्यसले हामीलाई जीवन अझ सहज बनाइदिन्छ।